हिँडेको के हाल हुन्छ अनि बल्ल चक्कर घन्टे आइपुग्यो हामी बेकारमा त्यत्रो घन्टा त्यस्तै उयो राखेर त नहुनु पर्ने नि भिड गराएर होइन बल्ल टोइलेट पनि छिर्न पायौँ। बाबुले बा यो चाहिँ हाम्रो अहिलेको पिकनिक हो। आलु 10 गतेको जाडो हो मनाको त्यहाँनिर आलु लागेको छ पाक्दैछ है। के ल्याउनु भयो यसमा के छ त्यस्तो गरी बाबाको कुर्सी ल्याउनु न है। ओले देख्दैन बाबा कुर्सी ल्याउनु तपाईले बाबा कुर्सी अब जुन हो उता सोधेर एउटा नबोक्दा एउटा बोक्दा भइहाल्छ। लाउडदेखि आएको जतिकै भयो ल धेरै खानालाई त अलि थकौँ म। आलु पनि पोलेर खायो। जाऊ 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 तिमीहरू आफ्नो घरतिर। उतैबाट कोसीबाटै आयो हजुर उतैबाट लुसु लुसु आएछ। चिसो बाफ्रे बाफ्रे गुडे गुडे कस्तरी चिसो अलिअलि चाहिँ अलि तापिन थाल्यो। रातो चाहिँ होइन कालो चाहिँ भयो होला नि बोटोले ए कस्तो त्यही त यो मर्ने डर हुन्छ तर अर्को छ नि यो त कोही चाहिँ पाकेको रहेछ कोही चाहिँ नपाकेको। यो छाड्दै गरेको हो नि त हाम्रो तोरी बारी हाम्रै तोरी बारी हाम्रै मकै बारी। यो तोरी निकालेपछि चाहिँ मकै लाउने हो। यो तोरी निकालेपछि चाहिँ मकै लाउने हो। काटिराख्नु यस्तो तोरी फेरि अब आउनु 1 वर्ष लाग्छ। 1 वर्ष त ठ्याङ्ग्रै लाग्छ हैन। यो त अनि एक्लैले कहिले काटी भ्याउनु नि यसरी त होइन उहाँहरूले छिटो छिटो काट्छ नि त। ए मैले चाहिँ यति धेरै काटिसकेँ हो यो जति सबै उहाँले नै काट्नु भएको हो। अनि त्यसमा सघाउने बाख्रा नि हो। त्यसमा सेकेन्डमा हाम्रो आन्टी पनि हो। हेर्नु बाख्रा 3 जना छ मान्छे 2 जना छ सघाउने। ओहो कति ज्ञानी अलिक धेरै दिनु पर्ने के। अनि तोरी काट्ने मान्छेले बाख्रा हेर्नु थाल्यो तोरी कहिले मलाई दिनु त म काट्छु। कत्रो होइन झर्नै आँट्यो त ल त्यहाँ चाहिँ ठोकियो क्या यो चाहिँ अलिक अघिको भन्दा धेरै नै उयो रहेछ। ल ऊ जसले किरा पनि रहेछ। तर यो धेरै चाहिँ नपकाउनु है त कस्तो निसासिएको नि। अहो मकै भित्र त यति चाहिँ टिप्यौँ होइन पुग्छ हौ। जम 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 जम
मार्छ फेरि ल टन्नै भइसक्यो हेरिराख्नुहुन्छ कस्तरी गाह्रो गाह्रो तर जस कमलै छ र साह्रो परेको छैन कति छिटो मुला 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 सस्तो मस्तोमा आयो होलसेल होलसेल यताको होलसेल पनि बोक्नु पर्यो म फेरि लु यत्रो मुला चाहिँ बोकेर तयार पार्ने हो ल मुला नि त नि म अहिले आउँछु त्यो लिनलाई ल त्यो ढुकै लानु न ल फुलको सट्टा यहाँ गमलामा साग छ यसरी चाहिँ गमलाको सदुपयोग गर्यो भने चाहिँ पुरा ल्याउनु छिटो यो लगाउनु यसो गर्नुपर्छ अनि त्यो समाइरहनु पर्दैन अनि त्यो पर्कन प्याक गरिदिनु न त्यो अघि अङ्कलले ल्याइदिनु भएको सिन्की बनाउनु अरे त्यो त अनि आएको बेलामा अनि बोक्नु दिनु पर्यो नि म यो के भन्छ बाइकमा होइन अब तपाईँ गाडीमा आउँदाखेरि आउनु न लग्नु न यति त्यही त तापेर बस्नु पर्दैन चिसोमा कि त ओहो आगो चाहिँ कति हल्ला गरेको बारे डेङ्गुले गर्दाखेरि बुवाको अवस्था चाहिँ एकदमै नाजुक भयो है। हतार हतार हामीले हस्पिटल चाहिँ लान पायौँ। अब अहिले चाहिँ हामी हस्पिटलमै बुवालाई छोडेर आएको है। म चाहिँ यहाँनिर पकाउँदैछु। सो आजलाई चाहिँ मैले यति नै बिदा भन्नुहुन्छ। मेरो भिडियो मन पर्नेले लाइक शेयर सब्सक्राइब गरिदिनु होला है। अब के छ त्यो पनि कमेन्ट गरिदिनु होला है।